नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ सबैजनालाई। आज चाहिँ हामीहरू आज छुट्टी छ, बाहिरतिर घुम्न आएका छौँ है साथीहरू। आज पानी पनि परेको छ, यतातिर देख्न सक्नुहुन्छ पुरै शीतल मौसम छ। यतातिर कटहरको रुख छ, साथीहरू कटहर तोड्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। यतातिर जङ्गलतिर मिल्छ है साथीहरू कटहर सबै। र यतातिर हाम्रो भाइ तुचे भाइ र हँसिलो छ। के छ भाइ? मस्त छ भाइ। ल कस्तो लागिरहेछ मलेसिया? बिन्दास। र यतातिर पनि पुरै हरियाली छ है साथीहरू। मलेसियातिर हावा पनि एकदम हरियाली छ। यतातिर कम्पनी एरिया भयो, यहाँ देख्न सक्नुहुन्छ। यता कम्पनी एरिया भयो। यहाँ देख्न सक्नुहुन्छ बाँदर पनि छ। हो बाँदर देख्नुभयो कि नै? उपारी यस्तै छ साथीहरू यतातिर। र यतातिर साथीहरू कटहर टिप्दै हुनुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ। कटहर पाकेको छ। के भन्छ? कटहर हो नि? कटहर पाकेको छ, टिप्दै हुनुहुन्छ। यतातिर रुख छ। यतातिर धान खेती छ है साथीहरू। यतातिर चाहिँ धान खेती देख्न सक्नुहुन्छ। पानी हुन्छ साथीहरू। अलिकति पानी पर्यो भने पुरै पानी जमेको हुन्छ मलेसियातिर। त्यही भएर यहाँको मौसम पनि 12 महिना एकनास हुन्छ। र यतातिर धान छ। यतातिर अलिकति मेहनत गर्ने भने पुरै धान फलाउन सकिन्छ है साथीहरू। धान चाहिँ यतातिर मात्रै छ थोरै, यहाँ देख्न सक्नुहुन्छ। अलिकति कपडा लगाएको छ, त्यहाँनिर छ धान चाहिँ। यता चाहिँ खाली हो। यहीमा थियो साथीहरू कटहर चाहिँ, तर पाकेको छैन रहेछ, कुहिसकेको रहेछ। यतातिर पनि छ। यस्तै छ साथीहरू मलेसिया भाव पानी। मलेसियातिर रमाइलो छ, तर अलिकति डर भने छ। तपाईँहरूले सबैले थाहा होला, देख्न सक्नुहुन्छ। यस्तो छ हावापानी। हस् त, धन्यवाद सबैलाई। सानो भिडियो देखाउने प्रयत्न गरेँ। पक्कै पनि तपाईँहरूलाई यदि मलेसिया हुनुहुन्न भने उत्सुकता जाग्छ होला, मलेसिया कस्तो छ के छ भनेर अलिकति खुल्दुली लाग्छ होला। त्यसैले मैले सानो भिडियो पस्केको छु। यतातिर साथीहरू हुनुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ। र यदि हाम्रो च्यानलले मन पराउनुहुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गर्नु होला। यो चाहिँ कटहर चाहिँ कुहिएको रहेछ है साथीहरू। हेर्नु रवि, कुहिया छ। हे हस्, धन्यवाद।